साम्पाङको जेन्जी आन्दोलनकै बेला देशको प्रधानमन्त्रीमै दाबी गर्न धरानबाट काठमाडौँ आइपुगेका हर्कले पार्टी खोले, चुनाव जिते, उनको श्रम संस्कृति पार्टी राष्ट्रिय दल नै बन्यो। तर उनको छवि जातीय धर्म विशेष र मुडेबल भन्दा माथि उठ्न सकेन। कप्तानगञ्ज घटनापछि देशमा धार्मिक तनाव बढिरहेका बेला स्थिति सामान्य बनाउन हर्कको भूमिका देख्न पाइएन भन्ने चिन्ता गरेर हामीले अघिल्लो एपिसोडमा केही कुरा राखेका थियौं। त्यसको जवाफमा हिजो अध्यक्ष साम्पाङले 9.5 मिनेटको भिडियो फेसबुकमा राख्नु भएको छ, जसमा 5 पटक चाहिँ हामी कसैबाट परिचालित, कसैबाट पैसा लिएको भन्ने कुरा गर्नुभएको छ। अनि 5 पटक मेरो इन्टरभ्यु लिन आउनु, मैले दिएको जवाफले तिम्रो पत्रकारिता सकिन्छ भन्नुभएको छ। एकपटक उहाँको कुरा छोटोमा सुनिहालौ। यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यु गरेर मेरो लिनु नि हो हैन, इन्टरभ्यु मेरो लिनु नि, कसले कति दिएर हैन, भरण पोषण के गरेर चाहिँ साथीले यस्तो गीत गाएको हो। साथीलाई म भन्न चाहन्छु एउटा इन्टरभ्यु मेरो लिनु हैन, इन्टरभ्यु मेरो लिनु। त्यो इन्टरभ्यु लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु। एकचोटि इन्टरभ्यु लिनु न है, नफवा नफाइलाउनुहोस्, तपाईँलाई कति पैसा दियो होइन, कसले दियो त्यो भन्नु नि। यहाँबाट एउटा मेरो इन्टरभ्यु लिनु अघि सक्नुहुन्छ भने एउटा इन्टरभ्यु लिनु, कति पैसा पाउनुहुन्छ यस्तो बोलेर एउटा इन्टरभ्यु मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गर्नु तपाईँले गाह्रो हुन्छ।